भाइ कहाँ जानु लाग्यो हामीहरू आज जोन च्याम्लिङको कन्सर्ट गीतको नामहरु भन्दियो त आउँदैन द स्यान्ड इन्डिया स्यान्ड म्यान हो कि मैले द स्यान्ड भन्दा कि अस्ति मैले नामै थाहा थिएन त्यही भन्दैछु कि अस्ति हामीहरू चाहिँ साथीहरू हामीहरू चाहिँ जाँदैछौँ आज मेटालिका होइन वेलकम टु मेटल स्याम्पलर्स भ्लग म चाहिँ एकदमै एक्साइटेड छु होइन यो कन्सर्ट चाहिँ खासमा म जान खोजेको भनेको धेरै अगाडि एकजना इन्ट्रेस्टिङ मान्छे चाहिँ अहिले बाहिर गएको छ ऊ आउँछ अनि म फेरि मेरो भ्लग कन्टिन्यू गर्छु होइन ल्याउनु भयो कन्टेन्ट ए ल कन्टेन्ट हानिहाल्छ कस्तो आएको छु म गाइज भनिदिनु होला यदि म मन पऱ्यो भने भन्दैन कमेन्ट बिलो अहिले अलि कालो कालोमा देखिएको छु अहिले यहाँ म त देखाइदिइहाल्छु नि भाइ हजुर होइन अहिले ल हेर्नु सक्नुहुन्छ म छु है साँच्चै नै हेर्छौँ बहिनी हो म भाइ नै हो नि हेर्छौँ छु है म चाहिँ मसँग बोल्नु इच्छा छ यताउति केही छ भने यसो कमेन्ट गर्नु होला भयो Hey, hello everyone. So आज चाहिँ हामी चाहिँ मेटालिका कन्सर्ट हेर्न जाँदैछौँ. I think this is the once in a lifetime opportunity. We're so excited for it. तर त्योभन्दा अगाडि खानै पर्ने कुरा चाहिँ मोमो हो. त्यो भएर पहिला सुरु हामी मोमो खान जाँदैछौँ स्ट्राथपुरमा. हाम्रो दिपेश साथीको चाहिँ कन्सर्ट हेर्ने एक्साइटमेन्टले भोक प्यास सबै मेटिसक्यो अरे. तर पनि हामी मोमो चाहिँ खान्छौँ. So we'll see you around. हेर यार अल्छी लाग्दो मान्छेहरू बोल्नु न यार पछाडिबाट यार सरी म यस्तो गर्न लाग्थेँ ए टाइपको ए हेलो गाइस होइन पछाडि चाहिँ कस्तो छन् मान्छे छन् भने झन्डै हेडफिलको जस्तै भोइसले गाना गाउँदाखेरि राइट साइडमा बस्ने मान्छे है एउटा सानो क्लिप पनि हालिदिन्छु त्यो स्क्रिमिङको होइन यस खासमा चाहिँ मेटल सिङ्गर हो अनि उसले अलिकति अहिले चाहिँ ग्याप भएर त्यति फोकस हुन पाएन तर हिज कमिङ ब्याक अनि यता साइडमा हाम्रो बहिनी छ बहिनी यता हेर्नु त हाम्रो नरिना भन्ने बहिनी छ यहाँ ऊ चाहिँ अलिक एकदम बेसी नै उसको चाहिँ चटकहरू बेसी हुन्छ तर पनि हामी उसलाई माया गर्छौँ बहिनी हो उसले चाहिँ अहिलेसम्म मेटालिकाको अहिलेसम्म रिलिजै नभएको गाना सुनेको छ द स्यान्ड त्यो गाना अहिलेसम्म हामीले नै सुनेको छ द स्यान्ड भन्ने चाहिँ होइन अब ऊ चाहिँ कस्तो पनि उसलाई केही थाहा छ नि तर सबै थाहा छ ऊ चाहिँ त्यस्तो टाइपको मान्छे हो उसको इन्ट्रोडक्सन पनि एउटा क्लिप सानो म हाल्छु एड गर्छु यसमा होइन यस अघि भर्खर उसले दिएको छ एउटा सानो इन्ट्रोडक्सन उसको आफ्नो होइन तर हामीले जिस्केको मात्रै हो हाम्रो प्यारो भाइ हो हामी चाहिँ उसलाई अलिकति यसो अब ग्रुपमा यसो जिस्किने ठट्टा गर्ने मात्रै हो त्यस्तो छैन हाम्रो एकदम प्यारो भाइ जहाँ जाँदा पनि सँगै अनि बेला बेला चाहिँ अलिक एटिट्युड देखाउँछ तर पनि अब यस्तै हो नि होइन भाइ बहिनीहरू अब एनर्जी छुट्टै छ त्यो भएर राम्रो हो नि अनि त्यही हो वी ह्याभिङ अ गुड डे अ भेरी गुड विकेन्ड सो विल सी यु गाइज उतै पुगेपछि है त अलराइट अलराइट गाइज सो म यो मेटल स्याम्पलरको आज भ्लग मैले टेक ओभर गरेको छु होइन त मेटल स्याम्पलर यस म्यान सो हामी चाहिँ यो मुगलिनतिर छौँ सिडनी जाने बाटोको मुगलिनतिर अनि अब यहाँ यसो हेरी यहाँ मेटालिकाको चाहिँ जिउ छैन फ्यान्सहरू अब हाम्रो यहाँ कुमार चाहिँ एकदम आज मेटल गेटअपमा छ अनि हाम्रो अर्को फेरि यहाँ छ यहाँ विज खालिफा ट्रिपै छ तर लङ स्टोरी सर्ट यसो हेर्दाखेरि चाहिँ आज चाहिँ जस यहाँ हामीले देख्यौँ क्या हो नि जस मेटालिकाको चाहिँ जस अब यहीँबाट रमाइलो लाग्दाखेरि चाहिँ के मलाई त्यही भने जस एउटा हुन्छ नि अब ऊ त्यहाँ अब चुरोट खाइरहेछ तिनीहरू पनि अब मेटालिका हेर्नै आएको अर्को एक ग्रुपभित्र वर्थ इट एक्ट एउटा भनौँ न बच्चैदेखि सुनेको जे भए पनि अब
अब सानो देशबाट आएको हामीले त कहिले कन्सर्ट अटेन्ड हेर्न पाउँछु होला भन्ने सोचे पनि थिएन नि त होइन तर पनि अब त्यति हेर्न पाउनु नै ठुलो हो जस्तो पनि लाग्छ त्यो भएर वेयर ब्लेस्ड के भन्छौ तिमी म के भन्न चाहन्छु भन्दा चाहिँ त्यो भन्दै थिएँ अब म के भन्न चाहन्छु भन्दाखेरि आजलाई यति नै गरौँ होला जसले हेर्नुभएको छ भिडियो बहिनी तिम्रो कपाल मिलाउन बहिनी मेरो कपाल मिलाउन लाइक मैले त अहिले भर्खर याद गरिरहेको जीवन गुरुङ जस्तै कपाल यार पहिलाको लागे हो नि जीवनमा थाहा छैन म चाहिँ होइन खुसीहरू फुलै छाडे बेलाको यो क्या यो तलबाट होइन क्या यत्तिकै देखिन्छ क्या तलबाट घिनलाग्दो देखिन्छ नि त भाइ अब ऊ चाहिँ गाउँको गाउँले हो उसलाई यस्तो अलिक भ्लग आउँदैन होइन चाहिँ तलतिर जान्छ तलतिर गयो भने डबल चिनाउँछ भन्ने कुरो थाहा छैन उसलाई हामी गाउँले हो हामी 17 पुगिन्छ उता 16 पुग्ने गाउँले हामी यस्तै गाउँले घडी देखाउ त तिम्रो घडी देखाइदिइहाल कहाँ सक्छ अहिले हो नि त यहाँ तपाईँ जान्दैन कि बोल्नु सहरिया भएको मान्छेले नि बोल्न आउँदैन यार अब त्यो हाम्रो भाइले चाहिँ मेटालिका कन्सर्टमा जानलाई पुरै प्लेलिस्ट सुनेर रेडी भएछ भाइ कुन गीत भन्नु म त 5 वर्षदेखि सुने हो नि मेटालिका एउटा गीत भन्नु न मेटालिका धन्दा बुझ्दैन कुन गीत भन त एउटा गीत भन्नु न एउटा गीत नाम भन्नु त कुन भन्नु जुन भन्नु सबै थाहा छ म कुन भन्नु कि एउटा भन्देऊ न एउटा क्या एउटा कुन चाहिँ इन्टरस्ट्यान्ड म्यान यस अब मैले भनेपछि गाइहाल्छु नि त गीत त 17 अलि अलि आउँछ नि जस्तो बोल न बोल क्यामेरा मात्रै ठडाउने हो मलाई देखिसकेपछि सबले हेरिहाल्छ नि बोल्नै पर्दैन ए म चाहिँ यही है मलाई यसो युट्युबमा यताउति देख्नुभयो मन पर्यो भने चाहिँ कमेन्ट गर्नु होला म यही छु उहाँ चाहिँ केही बोल्नुहुन्न उहाँ चाहिँ अजय देवगन हो है 90s को एड्रेसहरू 90s को अजय देवगन 90s को अजय देवगन सुनिल सेट्टी टाउको यस्तो पनि गर्दैन टाउको यस्तो गर्दैन एक्चुअली अब यतै जाउँ फेरि बाई बाई अब हेर्नुहोस् यो दुईटा कम्बिनेसन हेर्नुहोस् त तपाईँहरू एउटा छ अहिलेको ज्याकेट चाहिँ मलाई मन पर्यो फेरि नानी हो कि अब हेर्नुहोस् भाइ यो ज्याकेट हो कि ज्याकेट हो यो हामी त गाउँले भन्नुहुन्छ हामी त अब यो तपाईँले यहाँ के देख्नुहुन्छ भने पहिलाको फेसन र अहिलेको फेसन तपाईँले ठ्याक्कै देख्नुहुन्छ हेर्नुहोस् 90s मा यस्तो थियो अजय देवगन होइन अब अहिलेको हिरोहरू चाहिँ यस्तो छ ल हेर्नुहोस् त्यहाँ फोन चाहिँ देखाइहाल्नुपर्छ क्या कता हो उज्यालो दामी आएछ यार For whom the bell tolls, time marches on. Hey, baby Dre, I'm your only true friend now. Hey, baby Dre, I'm forever there. I'm your dream, make you real. I'm your eyes when you must feel. I'm your pain when you can't feel. Stop the show. Finally, कन्सर्ट स्टेडियमतिर यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ कि साथी अलिकति स्ट्रेस्ड आउट भएर गाडी कुदाइरहेको छ अवस्था किनभने यो पार्किङले पनि अलिकति समस्या दिने भन्ने छ मोमो खाएर आएको भुँडी अलि देखिरहेको रहेछ माइन्ड नगर्नु मेरो चाहिँ होइन मेरो त उयो फुलेको उयो टी सर्ट फुलेको भुँडी चाहिँ ओके होइन गुड यो पेडले गरेर क्या हजुर सबै जान्छ अब अर्को एकजना हाम्रो मित्र हुनुहुन्छ त्यहाँ अझै देखो 90s को अझै देवगन उहाँले चाहिँ तपाईँको 20 प्लेट मोमो 20 वटा मोमो पड्काएर उसलाई
मलाई जुङ्गा काटेर आइन चाहिँ मै जुङ्गा काट्नु पर्दैन पुराले टाउको दुखेको अवस्था किनभने उसले मेटालिकाको द स्यान्स भन्ने गाना सुनेको छ भन अनि तर हाम्रो प्यारो भाइ हो धन्यवाद के भन्न चाहन्छ मैले के भन्न चाह म देखिएन कि ल्याउ देखिरहेको छ उसलाई त चाहियो क्यामेरा उसलाई क्यामेरा चाहियो म अब चाहिँ के भन्न चाहन्छु भन्दा आज हामी कन्सर्टमा जाँदैछौँ मेटालिकाको सायद तपाईँहरूले सुन्नु भएको छ कि छैन म त सुनेको छु यदि सुन्नु भएको छैन भने युट्युबमा नि हेर्न सक्नुहुन्छ गीत चाहिँ एकदम दामी छ कुन गीत भाइ हामी चाहिँ गीत चाहिँ आफैले त्यहाँ सर्च हान्नु होला अहिले यहाँ चाहिँ भन्दैन म अब तपाईँले सुनिहाल्नुभयो तपाईँहरूले चाहिँ सुन्नु भएको छैन होला अरे उहाँ त्यस्तै छ अब आई होप पानी नपरोस् अघि अलिअलि पानी परिरहेको थियो अब राम्रै हुन्छ होला वी आर भेरी मच एक्साइटेड र हाम्रो मेटालिकाको कन्सर्टमा अब हाम्रो गाडी चाहिँ हामीले धेरै उतै पार्क गऱ्यो किनभने अब यहाँ पार्किङ नै छैन सो एज यु क्यान सी अगाडि हामी यहाँबाट छिरेको छौँ ल हेर्नु सबजना उ त्यो हाम्रो स्टेडियम त्यहाँ छ सबैजना लाग्छ अगाडि दुईजना केटाकेटीले कस्तो राम्रो मर्च लगाएको रहेछ अनफर्चुनेटली हाम्रो चाहिँ टाइमको कमी भएर अलिकति हामीले चाहिँ ठ्याक्कै मर्च लिइहाल्न पाएनौँ बट इट्स अल राइट होइन टु विटनेस द Metallica boys alone is a big deal, no? मर्च त फेरि किनौँला नि होइन सो मैले त भएको र तिमीलाई हार गर्छु यार किन हौ किन एक्साइटेडमा अब अलिअलि अघि मोमो खाएको भुँडीसुडी फुल्लिरहेको छ भुँडीसुडी लुकाउनुपर्छ फोटो खिच्दा चाहिँ होइन फोटो क्यामेरा अगाडि आउने बित्तिकै यस्तो भुँडी यस्तो गर्नुपर्छ यार कस्तो हो नि छैन सो हाम्रो ग्याङ चाहिँ यही हो हावाले टी सर्ट उयो भएको हाम्रो 90s को अजय देवगन अझै पनि हामीसँगै हुनुहुन्छ र हाम्रो हाइट कम फाइट ज्यादा पनि हिँड्दैछ म बोल्छु हेलो गाइज मलाई थाहा थियो तपाईँले मलाई नै पर्खिनु भएको छ भनेर म आइसकेँ हामी चाहिँ अब यहाँ कन्सर्टमा जाँदैछौँ एकदम रमाइलो हुँदैछ यहाँ दिस इज वान एन्ड ओन्ली कुमार लामा म्यानेजर आफ्नै कुरा छ दे बोतल समातिदिँदा अरू भन्नु दाइ दाइ बानी त लास्ट सामान बोक्नु लगाइदिएर कहाँ फाल्थ्यो नि यहाँ मान्छे नै मान्छे छ यस्तो महँगो मोबाइल समातेको छ अनि यस्तो बोतल उठाउँदै हिँड्नु गएर अब अर्को कुरा चाहिँ के हो भने अब गाइज म यहीँ छु है नातिनु है म यहीँ छु कहीँ जाँदिनँ तपाईँले यदि मलाई खोज्नु भयो भने म यहीँ हुन्छु नजिकै आइसके कस्तो लाग्दैछ ए उता नद्याउनु न भाइ के गरेको म भ्लग बनाउँदैछु दाइ भ्लग बनाउँदैछु जीमा हाम्रो अनि जीमा भने तिमीले एड चोइस हाम्रो गेट डी हो क्या एउटै गेटमा यत्रो मान्छे छ नि हाम्रो गेट पागल हुन्छ होला साथी कहाँ कहिले पुग्ने There is lots of people. You can see here. Western side. मान्छे यार Get the western side.
We are so blessed. We got people following us around. We got some crazy stalkers, man. They rule the Metallica family. So anyway, we're glad you're all here. You're officially now a part of the Metallica family. Whether you want to be or not, you're in it. All right? And the only stipulation is you can't leave. You can't ever leave the family, okay? Because we will come and find you. We have people everywhere. All right. Fantastic. कस्तो भयो केटाहरू यार बब्बाल नाइ तिमी साइ भाइ कस्तो भयो त एकदम दाइ यस्तो एक्सपेक्ट गरेको थिएँ कि त्योभन्दा बवाल भयो दाइ नेक्स्ट टाइम यदि यो हुँदैछ भने साथी मुङ्गीमा जानु जानुपर्छ क्या मुङ्गीमा त्यहाँ हुँदैन यार त्यो मजै हुँदैन यार तपाईँहरू जाँदै हुनुहुन्छ भने यदि तपाईँलाई थाहा छैन भने पनि तपाईँहरूलाई थाहा छैन मेटालिका के हो भनेर थाहा छैन भने पनि तपाईँ जानु होला किनकि एकदम धेरै रमाइलो हुन्छ मलाई त एकदम रमाइलो लाग्यो के खानु पर्ने हुन्छ हामीलाई मनपर्ने चिज छ जस्तो लाग्दैन मलाई नाचोस् मिठो के उतै खाने हो त मुङ्गलिनमा त के खाने है मुगलिनको कि बुर्गर खानु पर्यो बुर्गर You guys want burger? हटडग सटडग छैन उता त हटडग खाने यार उतै पाउँछ त हटडग मिठ लाग्दैन केटा हौ मेरो त्यहाँबाट निस्किनु गरेको साथी र फर्किमै अड्किन्छ जस्तो लाग्छ जाउँ कि उतै जाउँ निस्किम गऱ्यो यहाँदेखि खाना मिल्छ त कस्तो लाग्यो त जानु है जानु अब कहिले आउँछ थाहा छैन तपाईँ जहाँ पनि बस्नुहुन्छ जुन पनि कन्ट्रीमा बस्नुहुन्छ यदि आउँदैछ भने तपाईँहरूलाई थाहा छैन भने पनि तपाईँहरू जानु होला किनकि एकदम रमाइलो हुन्छ खानेकुरामा एकदम विवाद हुँदैछ यहाँ के खाने अझैसम्म यहाँ कसैले केही थाहा छैन सल्लाह हुँदैछ झगडा हुँदैछ के खाने भनेर मसँग त पैसा भए पो किन्नुहुन्छ तिमीले त्यो ठुलो तिमीलाई कस्तो देखिरहेको साथै त्यो केनले मार्क्स खोलाएको थियो नि रिङमा चक्सले भनिदिउँ न बसपिटलको अब झिक्दिनु अब आवाज यस्तो भइरहेको छ मैले गर्ने के त मेटालिकाको कन्सर्टले गर्दाखेरि साथीको आवाज भस्मेटन भएको छ यति साथी चस्मा लाउँछु म पहिला हस्पिटल है म हस्पिटल आवाज त कस्तो यहाँ त्यस्तै भस्मे यस्तै भएको छ यसको त कस्तो माया लाएर त्यसको त साह्रै माया लाएर सो आज बप्पाले भयो होइन guys it was so amazing I mean the guys in the 60s what do you have to say about the band nothing to say केही भन्नै छैन कस्तो केही त्यस्तो भन्नै सक्दैन के चाहिँ ब्यान्डको बारेमा ब्यान्डको बारेमा I want to give 10 out of 10 I want to give 10 out of 10 ऱ्याङ्क दिरा हो
कस्तो लाग्यो त लास्टमा द स्यान्ड भन्ने गाना Into sadness. I fully enjoyed. Everything was good. अनि Thank you. अब उसको चाहिँ हाइट हेर्नुहोस् है अब म यसरी क्यामेरा फर्काउँदाखेरि उसको हाइटमा त मेरो आधी मात्रै जिउ आउँछ तर पनि ठिक छ हाम्रो राजपाल हो नि त पानी पानी के भन्यो मैले बुझिनँ। पानी गाइजहरू आजको भिडियो लगभग अब यहीँ सकिन्छ होला होइन किनकि एकदमै एनर्जी लस भइसक्यो होइन बोल्ने एनर्जी पनि छैन घाँटी फाँक भइसक्यो त्यो पुरै भाँस्य छ कराएर चिच्याएर त्यो एउटा एक्साइटमेन्ट नेक्स्ट लेभलको एक्साइटमेन्ट थियो आज अनि यस्तो क्रेजी क्राउड त मैले लाइफमा कहिले देखेको थिएन कि फाक अराउन्ड 75,000 थियो नि साथी 75,000 नट स्योर अब यो यति उति भन्ने कुराहरू तर They were expecting 83,000 but हाम्रो estimate अनुसार चाहिँ 83 नै आएन होला 75 थियो 75 त आयो होला भन्ने कि किनकि यो स्टेडियमको कति थियो साथी 85,000 होइन 85,500 त्यस्तै कति हो होइन क्यापेसिटीको स्टेडियम थियो यो तर त्यो हाफ वे भन्दा पनि एउटा कर्नरबाट चाहिँ उताको साइडमा मान्छेहरू थिएन नि त स्टेज पछाडि अब त्यहाँ मान्छे नभएर पनि सबै प्याराफिटहरू त फुलै थियो सिटहरू होइन प्लस ग्राउन्डमा पनि मान्छेहरू थियो के अब उनीहरूले क्यापेसिटी त त्यो सिटको त गन्छ होला नि होइन टिकट सेल्स बाट नि कतिजना त अब टिकट किने आएन पनि होला तर उनीहरूले टिकट सेल्स हुनु पाएन क्यापासिटी चाहिँ गन्यो क्या यतिवटा चाहिँ आउँछ भने ओके लगभग भनौँ न त्यो हारी 75,000 मान्छे एकैचोटि देखियो सायद हाम्रो नेपालको त्यो अस्तिको जेन्जी आन्दोलनमा पनि थिएन होला त्यति मान्छे त होइन थियो होला नि 75,000 त थिएन होला र आएर नो अब तिमी थियो 75,000 त थिएन तिमी थियौ म पनि थिइनँ है म पनि थिइनँ थिएन हामी थिएनौँ होइन हाम्रो दुर्भाग्य हो हामी त्यहाँ हुन पाएनौँ तर हाम्रो भाग्य चाहिँ मेटालिकाको कन्सर्टमा हामी हुन पायौँ होइन त्यो पनि हो कुरा चाहिँ त्यहाँ पनि छ होइन जस रमाइलो भयो इन्जोय गरियो एउटा माहौल मिलाउने यार यहाँ के बोल्छन् बोल्छ